टेन्सन यो बुढेसकाल लाएर परान जाने बेलासँग घिडकिशोर रौन्जेलसम्म पनि यी छोराछोरीको माया लागिरहनुको कारण चाहिँ के हो दाजु? अब बामा भनेको नि गौडे यो घाम जस्तै हो क्या। अब आफू जलेर भए पनि न्यानो ताप उज्यालो दिइरहन्छन्। आफू त्यो छिटिज पारी त्यो डुब्नै लागेको पनि थाहा पाउँदैनन्। बस उनीहरूलाई यति थाहा हुन्छ उज्यालो चाहिँ छरिरहनु पर्छ, खुसी चाहिँ बनाइरहनु पर्छ भनेर। गौडेल बामा भनेको घाम हो जसले कहिले पनि न्यानोपन दिनलाई छोड्दैन। हुन पनि होला दाजु, मलाई पनि छोराछोरीसँग त्यस्तो गुनासो छैन क्या। अब आफैले जन्माइयो, आफैले हुर्काइयो, आफैले उड्न सिकाइयो, अहिले स्वतन्त्र भएर उड्दैछन्। कुनै बेला उनीहरूका गुणमा हामी अटिएन होला, कुनै बेला हाम्रो गुण उनीहरूका लागि छोडिदिनु पर्छ होला। एउटा मात्रै दुःख छ भनेको यो छोराछोरीको गुण राम्रो नहुन्जेलसम्म सिकारीको आँखा लाउँछ कि भन्ने चाहिँ डर हुँदो रहेछ क्या दाजु। डल्ला उडेर जति नै माथि गए पनि तिनका पखेटा अझै बलिया भएको छैनन् कि भन्ने फियो मनमा रहिरहँदो रहेछ दाजु। झन्डै रोए मुलाले टेन्सन